नमस्कार, नेप्सेको डेली एनालाइसिस भिडियोमा हजुरहरू सबैलाई स्वागत छ। र आजको दिन पनि नेप्से राम्रै अङ्कले फलहरूको देख्न सक्नुभयो होला है। हाम्रो 26.22 पोइन्टले फल भएको छ। त्यो भनेको आज 3.5 अर्बको चाहिँ भोल्युम आएको रहेछ हाम्रो। एकदमै नर्मलै हो है। अब धेरैजना मान्छेले के सोचिराख्नु भयो होला, ल बढेको मात्र थियो, फेरि फल आयो, अब के गर्ने, फेरि फल आयो होइन। धेरै प्यानिक भइराख्नु भएको हो। तर ओभरअल बटमको क्यारेक्टरिस्टिकहरू यस्तै हो है। एउटा लास्ट लोवर लो अझै नेप्सेमा पेन्डिङै देखिरहेको छु। अब कि त लोवर लो कि त अस्तिकै लोतिर गएर नेप्सेले बटम लाउने चाहिँ एकदमै पोसिबिलिटी चाहिँ एकदमै हाई छ है। त्यसैले अबको लोवर साइडमा प्यानिक हुने होइन है। अबको लोवर साइडमा भनेको आफूले मजाले एकुमुलेसन चाहिँ गर्ने हो। स्टक पर्टिकुलरली कुन भन्दा नि फर्स्टमा चाहिँ अब हाम्रो नेप्से नै हेरौँ है त। र आजको दिन एकदमै सार्प फल नेप्सेमा है। मार्केट ओपन भएदेखि फल आएको थियो, मार्केट क्लोजसम्म नै फल आएर एन्ड हुन सकेको छ। र यही फल अब आउने यो हप्ता अझै कन्टिन्यू नै हुने देखेको छ है। म्याक्सिमम् फल आएको कस्तोमा छ त्यो चाहिँ याद गर्नु पऱ्यो। अब नेप्से खस्यो भन्दामा सबै कुरा खसेको छैन। खसेको भनेको लो क्याप हाइड्रो पावर है। म्याक्सिमम् लो क्याप हाइड्रो पावर सबै फल आएको छ भने नै हुन्छ है। अलमोस्ट 100% लो क्याप हाइड्रो पावरहरूमा फल आइरहेको छ। र अर्को भनेको रिसेन्टली आएको आइपिओहरू जुन चाहिने भन्दा बढी पम्प भएको थियो है। बुक भ्यालु 100, 200, 300 हुनेहरूको 1000, 2000, 3000 प्राइस रेन्जहरू एकदम माथि थियो। अनि पछि नर्मली जस्टिफाइड पनि गरिरहेछ मार्केटले है। यो फल आउनु थियो, आज कि भोलि आउनु थियो, अब आजै आइदियो, ठिकै हो है। र अब फर्स्टमा चाहिँ अब आइपिओहरू नै छ टप टर्नरमा तिनटै है। अब यिनीहरूकै एउटा अपडेट दिउँला। अब फर्स्टमा त स्नो रिभर्स होइन। स्नो रिभर्समा आजको दिन एकदमै म्यासिभली भोल्युम आएको छ। अब त्यस्तो म्यासिभ पनि होइन, 12,000 किता ट्रेड भएको हो होइन। तर पनि ओभरअल आइपिओलाई 12,000 किता ट्रेड हुने भनेको आउने दिनमा सेलिङ आउन सक्छ है। अब भोलिको दिनै सेलिङ आउन सक्छ। त्यसैले जोसँग होल्डिङहरू छ भोलिको दिन एकदम याद गर्नु होला। इफ इनकेस स्टार्टिङमा रेड क्यान्डलहरू यत्रो ठुलो माथितिर पम्प गरेर फेरि तलतिरको डाउनफलहरू देख्न थाल्यो भने त्यो दिनमा बिचको क्यान्डलतिर बेच्नलाई नै हेर्नु होला है भोलिको दिन। इफ फल आएन, भोल्युम पनि आयो, पम्पै यस्तै ग्रिन क्यान्डल भयो भने अझै होल्डिङ गर्न सक्नुहुन्छ। तर ग्रिन क्यान्डल यत्रो हुन सकेन है, अलिकति रेडहरू देख्न थाल्यो भने भोलिको दिन प्रफिट बुक गर्ने दिन हो। नयाँ नकिनिदिनु है। म्याक्सिममले के गर्छ भन्दाखेरि फल आयो आइपिओमा किनिदिन्छ क्या, अनि फस्यो होइन। टपमा फसेपछि जस्तै अर्को कम्पनीमा त फस्यो नि, अब फेरि गइहाल्छ, त्यो कुनै टाइम लाग्ला नि, तर गइहाल्छ। आइपिओ भने त तपाईँको अड्किन्छ है, मजाले पैसा अड्किन्छ। त्यसैले नयाँ बाई चाहिँ गर्ने काम नगर्नु अब चाहिँ। अब हाम्रो एसजिएचएल हाम्रो सिङ्गटी है, अब बल्ल तल्ल त अब भर्खर तपाईँको 3 दिन त भयो, अझै पनि आउँछ, बढ्छ नै होइन। फल आउने कुरा हुँदैन, अझै होल्ड गर्न सक्नुहुन्छ। अनि पछि करङ्गा हाइड्रो पावर पनि सेम थिङ है। ओन्ली 3 डेज भयो, अझै बढ्छ नै। सिआरबिएललाई लास्ट मिनटमा पम्प गरेको छ है। अब हाम्रो अग्रवाल सरले गर्ने हो, यो पम्प भयो भन्दैमा माथिको प्राइसमा नकिनिदिनु होला है। किन्ने इच्छा छ भने लोवर प्राइसमा हेर्ने। हाम्रो 1600देखि होइन, 1550देखि 1600को लेभलमा नयाँ बाइकलाई हेर्न सकिन्छ। बाइकलाई हेर्न नसकिने होइन, बटम लेभलतिर आइसकेको छ। एउटा पुल ब्याक एक्सपेक्ट गर्न सकिन्छ है। स्टप लस चाहिँ हामीले 1420मा हालेर। बिएचपिएल है, अब बटम लेभलमा छ, त्यसैले शान्ति नै पुल ब्याक आएको छ। भोल्युमहरू देख्न सकेको छैन, त्यसैले फेरि लोवर साइडमा पाउँछ भनेर 100% जस्तै नै हो। तपाईँहरूलाई किन्ने इच्छा छ भने चाहिँ यो लेभलमा बिएचपिएललाई पनि रिस्क चाहिँ लिन सक्नुहुन्छ है, 460को लेभलतिर। राम्रै छ, नराम्रो होइन। बटम लेभलमा पुगिसक्यो, एउटा पुल ब्याक मात्रै भने आउँछ, आउने दिनमा नआउने होइन। मान्छेहरू होपलेस हुन्छ है, मार्केट घट्यो भने पुल ब्याकै आउँदैन जस्तो लाग्छ धेरैलाई, तर आउँछ, नआउने होइन है। हाम्रो 666देखि हाम्रो 780को जोनसम्म मिनिमम पनि आउँछ। त्यसैले लोवर साइडतिर मजाले किन्न सक्नुहुन्छ। एसिआइपी है, अब हाम्रो प्रमोटर्सहरूको त के कुरा गर्ने। युएनएल पनि त्यस्तो कुरा गरेर अर्थ छैन है, किनभनेपछि यो हाम्रो नर्मली ट्रेड गर्ने छैन। अब इफ तपाईँहरूसँग छ भने चाहिँ, अथवा तपाईँहरूले ट्रेड गर्नुभएको छ भने चाहिँ तपाईँले स्टप लस चाहिँ एकदमै मेन्टेन गर्नुपर्ने हुन्छ आउने दिनमा है। हाम्रो 44,000 चाहिँ स्टप लस पर्छ यसमा, अहिले 47,000 छ। प्रमोटर सेयर हेरिदिउँ न है। अब सिएफसिएल पनि अझै पनि डिस्ट्रिब्युसनको फेजमै छ भन्छु म चाहिँ है। त्यसैले नयाँ बाइकको लागि डर लाग्दैछ अझै पनि। लोवर साइडतिर आउँदाखेरि चाहिँ किन्न सक्नुहुन्छ है। हाम्रो लोवर साइड भनेको हाम्रो 540 त्यो लेभलमा पाउनु भयो भने चाहिँ मजाले नयाँ बाइक चाहिँ गर्न सक्नुहुन्छ सिएफसिएलमा। अब केडिएल हेर्ने हो भने केडिएल बटम लेभलमा छ है। जतासम्म लाग्छ डाइभर्जन्सहरू पनि हामीले देख्न पाएको छ होला। छ डाइभर्जन्सहरू पनि छ, नभएको होइन होइन। त्यसैले किन्नको लागि हेर्न सक्नुहुन्छ। केडिएल अबको बटमको लेभलमै छ है। हाम्रो मजाले अलिकति पार्सियली बाई गर्दै एकुमुलेसन गर्ने लेभलतिर छ, त्यसैले पार्सियली बाइको लागि हेर्न सक्नुहुन्छ लोवर साइडतिर। बढ्दाखेरि नकिनिदिनु होला है, किनभने पछि मार्केटमा धेरै फेयर छ, अझै पनि हायर प्राइसमा किन्ने दिनहरू आएको छैन। अझसम्म पनि हामी लोवर प्राइसमा किन्ने हो र पाउँछ पनि, त्यसैले लोवर साइडमा किन्नलाई हेर्नु होला। पछि बढेपछि पाउँदैन है, अहिले बरु घटिरहेर मजाले किन्न सक्नुहुन्छ।
अब हाम्रो एकदमै ठुलो फल आएको 3 स्टार हाइड्रो पावर। यो फलमा सबभन्दा ठुलो फल आएको होइन यही नै होला। हाम्रो ओभरअल 50% को डाउनफल आइसक्यो है, 56% भइसकेको छ। अब के गर्ने त है, होल्डिङ भएको मान्छेहरू त अब होल्डै गर्ने है। अब के गर्ने त, यस्तोमा लसमा बेच्ने कुरा भएन। अब चाहिँ बिस्तारै एभरेजिङको लागि चाहिँ हेर्ने जोनतिर चाहिँ आउनु लाग्यो है। 350 देखि 360 को लेभलमा चाहिँ एभरेजिङ गर्न सक्नुहुन्छ। नयाँ मान्छेहरूले सर्ट टर्म ट्रेडको लागि पनि हेरिराख्नु भएको भने त्यो लेभलमा किनेर एउटा सानो 5% सम्म स्टप लस हालेर किन्न सक्नुहुन्छ है, ट्रेडिङको लागि हो भने। इन्भेस्टमेन्टको लागि नट सो गुड है। हाम्रो किनभने चाहिँ धेरै पम्प भएको है, धेरै नै पम्प भएको, त्यो अनुसार डम्प आउने नर्मलै हो। यसको ओरिजिनल प्राइसमा बल्ल बल्ल पुगिरहेको भनौँ न। एनएफएस अस्ति पम्प गरे अनुसार आज स्टार्टिङदेखि 10% को डाउनफलमा थियो र एन्डिङ पनि त्यही दियो। केही ठुलो कुरा होइन है, एउटा ठुलो पम्प आएको छ, त्यस्तै अनुसार डम्प आइहाल्छ। नर्मलै, एकदमै नर्मल हो। नयाँ बाइकलाई हेरिराख्नु भएको छ भने फेरि लोड साइडतिरै आयो भने किन्नलाई हेर्ने, लोड साइडतिर आएन भने नकिनिदिने, सिधै कुरा है। हाम्रो 570 560 को यो लेभलमा आयो भने एनएफएसलाई नयाँ बाइकलाई हेर्न सक्नुहुन्छ। केकेएचसीमा आज मेजरली ठुलो फल आएको छ, त्यो पनि अब स्टार्टिङमा पम्प भएको देखेर मात्रै आएको हो है। यो पनि एकदमै नर्मल हो, फल आएको भन्नु मिलेन, जुनको त्यही प्राइसमा नै बसिरहेकै हो। हाम्रो देख्दाखेरि ठुलो फल जस्तो देखिन्छ होइन, तर नर्मलै हो यो। हाम्रो 3 स्टार मात्रै ठुलो फल हो, यिनीहरू जस्ट नर्मलै हो। अब केकेएचसीको कुरा गर्नुहुन्छ भने अहिलेको लेभलमा नयाँ बाई गर्ने त्यस्तो उचित हुन्छ त? हायर प्राइसमा हुँदैन है, तर लोवर प्राइसमा आयो भने, अस्तिको लोवर साइडतिर आयो भने तपाईँले स्टप लस हालेर किन्न सक्नुहुन्छ। 240 to 35 को जोनमा स्टप लस पोइन्ट भनेको तपाईँको होइन, यही तलतिर नै पर्न जान्छ है। स्टप लस अलिकति तल पर्दो रहेछ, त्यसले हेरेर नै ट्रेड गर्नु होला है। अर्को हाम्रो के छ, युएलबिएसएल है। अब यो पनि त्यस्तो राम्रो त देखेको छैन। अब तपाईँहरूसँग होल्डिङ छ भने पनि एकदमै सतर्क हुनु होला है, किनभनेपछि अब यस्तो भ्यालिडेसनहरू दिन थाल्यो भने, लोवर साइडतिर जान थाल्यो भने राम्रै लो साइडतिर जान सक्छ है। तलसम्म गयो भने हाम्रो यो जोनलाई पनि छोड्यो भने 2680 भन्दा नि तलको 2640 भन्दा नि मुनिको क्लोजिङहरू दिन थाल्यो भने एकदमै तलसम्म पनि आउन सक्छ। हाम्रो एकदमै तल भनेको 2100 2000 को लेभलसम्म। त्यसैले एकदमै केयर गर्ने होला होल्डिङ भएको मान्छेहरूले। युएसएचएल है, ठुलो फल, एकदमै मेजरली फल, राम्रो होइन, अभियसली पनि राम्रो होइन है। हाम्रो सिओसिएच गरेर ठुलो फल आएको भनेको हाम्रो सिओसिएचलाई रेस्पेक्ट गरेको हो। त्यहीतिर मल्टिपल डे रिटेस्ट गरेर त्यहाँबाट फल आएको छ। भोल्युमको पनि स्पाइकअपहरू बिस्तारै जति फल आयो झन् झन् बढिरहेको छ। त्यो भने नराम्रै हो, अभियसली नराम्रो हो होइन। अब तपाईँहरूलाई रिस्क लिएर ट्रेड गर्न मन छ भने यो लेभलमा चाहिँ किन्न सक्नुहुन्छ है। हाम्रो 440 450 को लेभलमा चाहिँ ट्रेड गर्न सक्नुहुन्छ, तर एकदमै एकदमै नजिकको स्टप लस हालेर ट्रेड गर्नु होला है। सिवाइसिएल पनि फल आइरहेको छ है, फल आउनु पुगेको छैन, अझै लोवर साइडमै जाने देखेको छ। त्यस्तो राम्रो प्याटर्नहरू केही छैन। केबिएसएच पनि एउटा राम्रो रेस्पेक्ट चाहिँ गरेको हो हाम्रो 1200लाई होइन, तर फेरि पनि 1200तिर आउने देखिरहेको छ। त्यसैले अब नयाँ बाइक हो भने चाहिँ 1200को लेभलतिर चाहिँ एउटा नयाँ बाइक चाहिँ गर्न सक्नुहुन्छ है, ट्रेड चाहिँ गर्न सक्नुहुन्छ। यसमा स्टप लस हालेर गर्नु होला। स्टप लस कहाँ हाल्ने भन्दाखेरि यो क्यालेन्डरको बटममै हाल्ने हो है। अनि पछि अर्को भनेको बुङ्गल है, बुङ्गलहरूमा ठुल्ठुलो फल आइरहेको छ। चाहिनेभन्दा बढी पम्प पनि भएको हो नि त यो। खासै यस्तो यो पम्प आवश्यकै थिएन नि त मार्केटलाई, जस्ट एउटा खेलायो होइन, खेलाडीले खेलायो, त्यो अनुसार मान्छेहरू पनि खेल्यो, धेरैले किन्यो होला माथितिर। तर अब त्यही हो, सक्यो, अब यिनीहरूको दिन सक्यो, अब लोवर साइडतिर जाने हो। त्यसैले अब होल्ड गरेर राख्यो भने धेरै होल्ड गर्ने राम्रो हुँदैन होइन। सानोतिनो राइजहरू जाँदाखेरि तपाईँले 680मै बेच्ने रेकमेन्डेसन दिन्छु, यही लेभलमै है। धेरै माथिको टार्गेट पनि नहाल्नु, किनभने ठुलो फल आउन सक्छ है, ठुलै फल आउन सक्छ। यामलिङ 5%ले घटेको रहेछ है, त्यस्तो राम्रो चाहिँ होइन। अब एउटा त बिचरा पनि हो है, होल्डिङ गर्नुभएको साथीहरूलाई एउटा ठुलो पम्प चाहिँ आउन सकेन। भोल्युमहरू स्पाइकअप आइरहेको, त्यो पनि नराम्रै हो। अहिलेसम्म नयाँ लो चाहिँ बनाउन सकेको छैन, त्यो एउटा चाहिँ राम्रो कुरा हो। अब भोलिको दिन 602लाई रेस्पेक्ट गर्छ कि गर्दैन भन्ने हो। इफ इन केस 602 भन्दा माथिको क्लोजिङहरू एउटा पुलिस प्याटर्नहरू देख्न सक्यो भने एकदमै राम्रो। अब तलतिर गएर फेरि माथितिरको पम्पहरू देख्न सक्यो भने एकदमै राम्रो होइन। 602 भन्दा तलतिरको क्लोजिङहरू दिन थाल्यो भने एउटा होल्डिङ गर्नुभएको साथीहरूले पनि प्रफिट बुक गर्नु होला है। अब लसमा त अभियसली पनि छैन होला। अब माथिमा किनेको मान्छेहरूले त लस स्टप लस गरिहाल्नु भन्छु म है। आइपिओ भए चाहिँ ठिकै छ, होल्डिङ गरेको मान्छेहरूले अबको तलको क्लोजिङहरूतिर देख्न थाल्यो भने चाहिँ एक्लो प्रफिट बुक चाहिँ गरिदिनु होला है। नत्र माथितिर किन्नुभएको छ, सेल आयो भनेर किन्नुभएको छ भने चाहिँ स्टप लस पनि तपाईँको यहीँ 602मै पर्न जान्छ है। डिएलबिएस भनेको चाहिँ हाम्रो के हो यो,
यो पनि त्यस्तो राम्रो छैन है। इफ तपाईँहरूसँग छ भने एकदमै डरलाग्दो देखिरहेको छ। हेर्दाखेरि सपोर्ट लिएको जस्तो देखिरहेको छ, तर यस्तै कम्पनीमा हो एउटा फल आइरहेको है, माइक्रो फाइनेन्स रहेछ। त्यसैले एकदमै स्टप लस चाहिँ मेन्टेन गरेर बस्नु होला है। यस्तोमा तपाईँको 1190 भन्दा मुनिको क्लोजिङहरू देख्न थाल्यो भने ट्याङ्ग बेचिदिनु होला, किनभने ठुलो फल आउने स्पेसहरू चाहिँ अझै पनि बाँकी छ। अब डटरमा सिएफसिएलको हामी कुरा गरिसक्यौँ है। अब एनआरएन है, अब एउटा एकदमै होस गर्नुपर्ने स्टक भने एनआरएन पनि हो है। किन भनेपछि यत्रो ठुलो र्यालीको करेक्सन पनि ठुलै आउँछ है। यो यति करेक्सनले पुग्दैन, यो त करेक्सनै होइन जस्तो मात्रै हो यत्रो र्यालीको लागि त होइन। यो करेक्सन आश लाएर होल्डिङ गर्ने मान्छेहरूलाई ल कत्रो घट्यो भने दिक्क मानेर होला, तर यो करेक्सनै होइन है, यो सानतिनो मात्रै हो। त्यसैले एनआरएनमा एकदमै याद गर्नु होला है। बढ्दै बढ्दैन नभनेको होइन, बढ्न पनि सक्छ, नबढ्न पनि सक्ने होइन, तर पनि फल आयो भने एकदमै ठुलो फल चाहिँ आउँछ है। हाम्रो 700सम्म पनि आउन सक्छ। यो अहिले जति आएर त्यसको आधी प्राइस पनि हुनसक्छ। त्यसैले एनआरएनमा एकदमै केयर गर्नु होला, स्टप लस एकदमै राख्नु होला है। इफ यो पोइन्टभन्दा तल जान्छ भने म बेचिदिन्छु भनेर। एउटा त के याद गर्नु होला, तपाईँको यो लेभलमा मस्त होल्ड भइरहेको, यो होल्ड गराएको पनि डिस्ट्रिब्युसन फेज हुनसक्छ है। एकुमुलेसन भन्दा नि मजाले डिस्ट्रिब्युसन चाहिँ गरिरहेको हुनसक्छ। किनभने कारण के भन्दाखेरि हेर्नु त, तपाईँको ग्रिन क्यान्डल स्टेबल क्यान्डलहरूमा धेरै भोल्युम छैन। रेड क्यान्डलहरू माथि राख्दाखेरि मजाले सप्लाईहरू दिइरहेको छ है। त्यसैले एकदमै याद गर्नु होला, एनआरएनमा मजाले सप्लाई दिइरहेको छ, आउने दिनमा ठुलो फल आउन सक्ने देखिरहेको छ मैले हेर्दाखेरि चाहिँ। त्यसैले एकदमै स्टप लस हालेर राख्नु होला है। बेचिहाल्नुपर्छ भने होइन, तर स्टप लस चाहिँ मेन्टेन गरिदिनु होला। एकेजेसिएल है, यो डिस्ट्रिब्युसन फेजमै छ। ओभरअल तपाईँको फल आउँछ है। अब आएर होल्ड गरेर काम छैन, छ भने बेचिदिनु नै भन्छु है। अब यही लेभलसम्म आउनसक्छ, 270देखि 280 लेभल मिनिमम पनि आउने देखिन्छ। त्यसले एकेजेसिएललाई पनि बेच्नेकै रूपमा हेर्नु होला। सिटी होटल है, सिटी होटललाई अब आएर त्यस्तो बेचिहाल्नु पर्ने त छैन। हाम्रो 365को लेभल है, त्यो 365को लेभलतिरसम्म पनि आउनसक्छ। लोवर साइडतिर भने धेरै लो साइडमा जाने चाहिँ होइन। त्यो मिड टर्मको लागि ठिकै छ, सिटी अब आएर नराम्रो चाहिँ होइन है। तर सर्ट टर्मको लागि हेरिराख्नु भएको छ भने सर्ट टर्मको लागि फेरि फल चाहिँ आउनसक्छ सिटी होटलमा। अब शिवम हेरौँ, शिवममा कस्तो भइरहेको भने, शिवम पनि त्यस्तो राम्रो प्याटर्न चाहिँ भन्दिनँ है। शिवम पनि नराम्रै देखिरहेको छ साँच्चै भन्ने भयो त अहिले चाहिँ। अब शिवमको कुरा गर्ने हो भने लोवर साइडतिर आउँदाखेरि 580सम्म चाहिँ आउनसक्छ है। 580सम्म आयो भने पनि ठिकै छ होइन। 580लाई चाहिँ रेस्पेक्ट गर्नु पऱ्यो, 580 भन्दा मुनि चाहिँ जानु भएन। त्यसले 580सम्म आयो भने ठिकै छ। अब होल्डिङ छ भने थोरै थोरै एकपल्ट निक्लेर फेरि लोवर साइडतिर किन्नेको लागि नै हेर्दा बेटर हुन्छ कि जस्तो देखिन्छ है। रिदी पनि सेम थिङ है, केजिएसएल जस्तै त्यस्तो डरलाग्दै देखिरहेको छ। हाम्रो 314लाई स्टप लस हालेर होल्ड गर्न सक्नुहुन्छ। नयाँ बाई पनि त्यही 314लाई स्टप लस हालेर गर्न सक्नुहुन्छ। इफ तलहरू आयो भने तपाईँको 280 260सम्म पनि आउनसक्छ। त्यसैले रिक्स छ है, एकदमै केयर गर्नु होला। यत्रो ठुलो फलमा फल आएन भनेर खुसी भएर पनि बस्नुहुन्न, एकदमै सतर्क हुनुपर्छ। किनभनेपछि एकदमै ठुलो भएको पम्पमा अब यहाँ लाखौँ किता छिरेको भने लाखौँ किता निकाल्नु पनि टाइम लाग्छ क्या। त्यसैले डिस्ट्रिब्युसन फेजहरू यस्तो हुन जान्छ धेरै जस्तोमा होइन। त्यसैले एकदमै केयर चाहिँ गर्नु होला है। अब अपी है, अपी पनि एउटा फल चाहिँ आइरहेको स्ट्रङै हो। ओभरअल प्याटर्न हेर्दाखेरि पनि एउटा लोवर साइडतिर आउने देखिरहेको छ अपी पनि। अब एउटा कुरा भने स्टप लस चाहिँ हाल्नु होला। अब आउने दिनमा 325 भन्दा मुनिको क्लोजिङहरू देख्न थाल्यो अपीमा भने स्टप लस गरिदिनु है, होल्ड गरेर नराख्नु। किन भनेपछि मजाले तपाईँको 290सम्म आउँछ है। त्यसैले स्टप लस चाहिँ एकदमै मेन्टेन गर्नु होला। आरएसएमएल है, आरएसएमएल पनि एउटा लोवर साइडतिर फेरि जाने नै देख्छु म चाहिँ। फेरि एउटा नयाँ लोहरू अनि त्यहाँतिर चाहिँ एउटा बटम बनाएर एउटा पुल ब्याक आउने जस्तो लाग्छ। त्यसैले ठिकै छ। अबको लेभलमा आएर माथि किन्नु भएको हो अथवा टपमै छ भनेर अब चाहिँ बेच्नु भन्दिनँ होइन। फेरि सानोतिनो फल आउँछ, त्यहाँबाट एउटा पुल ब्याक आउँछ। पुल ब्याक आयो भने धेरै पनि आउने होइन, 3400देखि तपाईँको 3900सम्म आउँछ। त्यो लेभलमा चाहिँ एकपल्ट बेच्नलाई हेर्नु होला। अहिलेसम्म ठिकै छ। नयाँ बाई चाहिँ नगर्नु है आज भोलिको दिनमा, बरु तलतिर गएर लोवर साइडतिर चाहिँ गर्नु सक्नुहुन्छ, माथि चाहिँ नगर्नु होला। एसवाई प्यानल है, एसवाई प्यानलमा एउटा बुलिस डाइभर्जन्स चाहिँ छ, नभएको होइन है। हाम्रो आरएसएममा बुलिस डाइभर्जन्स छ, तर पनि त्यस्तो पोजिटिभ क्यान्डल चाहिँ होइन है। यिनीहरू प्याटर्नहरू पोजिटिभ चाहिँ होइन, सबै क्यान्डलहरू रिएक्सन क्यान्डलहरू बनाइरहेको। त्यो भनेको फेरि लो जाने नै सङ्केत हो। त्यसैले एसवाई प्यानलको कुरा गर्नुहुन्छ भने नयाँ बाइकलाई हेरिराख्नु भएको, यो लेभलमा एकले रिस्क लिन सक्नुहुन्छ है। हाम्रो 1180देखि 1200मा। अनि टार्गेटको कुरा गर्नुहुन्छ भने यही नै है, 1500देखि हाम्रो 1580को लेभल टार्गेटमा। त्यसैले अब पुरानो होल्डिङ छ भने नबेच्नु है। फेरि एकल लोवर साइडतिर जान्छ, फेरि माथि जान्छ। हाम्रो 1500-1520को लेभलमा आउँदाखेरि त्यो लेभलमा चाहिँ बेच्नेको लागि हेर्नु होला। बुङ्गल त अघि भर्खर भनिहालेँ, फेरि के भन्ने है। अब नेक्स्टको इलोइडको कुरा गर्ने हो भने चाहिँ अझै पनि एउटा लास्ट पेन्डिङ चाहिँ वेब छ हाम्रो। अब यो वेबहरूको एन्ड गरेपछि मात्र बल्ल तपाईँको ओभरअल करेक्टिभ वेब सक्यो भन्ने हुन्छ।
त्यसैले अब ट्रङ्केसन पनि गर्नु पायो, यसरी नै सकिन पनि पायो, नपाउनु त होइन है। तर ओभरअल जान सक्ने प्रोबेबिलिटी पनि हाई नै देख्छु, एकदमै हाई नै देख्छु। त्यसैले एउटा फेरि लोवर लो चाहिँ एक्सपेक्ट गर्न सकिन्छ है। अब लोवर लो आयो, किन आयो, के आयो भनेर कारण खोज्ने भन्दा अझै लोवर साइडतिर आउन सक्छ भनेर चाहिँ अनुमान राख्नु होला। ओभरअल तपाईँको आयो भने 2570, 2580 है, हाम्रो यो लेभलसम्म चाहिँ आउने देखेको छ, मजाले पनि आउने देखेको छ। त्यसैले लोवर साइडतिर हेर्नु होला, नयाँ भए अपर्च्युनिटी नै हो है। अब यो फल भने अपर्च्युनिटी नै हो। एउटा पुलब्याक मात्रै भने आउँछ है, तपाईँको बुलिस र्याली नै नगए पनि एउटा यसरी तपाईँको फेरि फलै आउने भए पनि होइन, यो लेभलबाट एउटा यस्तो प्याटर्न बनाएर फल आउँछ। त्यसैले यो लेभलमा एकपल्ट होल्ड गरेर राख्नु अथवा नयाँ बाई पनि गर्न सक्नुहुन्छ। फेरि माथिको लेभलमा बेच्नेको लागि हेर्न सक्नुहुन्छ है। अब बुलिस र्याली हो भने त माथि बढिहाल्छ नि, बेरिस प्याटर्नहरू भन्छ त्यसरी फल आउँछ। ल अब नेप्सेमा अर्को कुरा गर्ने त्यस्तो केही छैन है। अब इन्डेक्सको कुरा गर्ने भने हाइड्रो पावर इन्डेक्समा राम्रै फल आएको जस्तो लाग्छ। हो ल, भोल्युमहरू त्यस्तो छैन, त्यसमा चाहिँ ठिकै हो है। अब हाइड्रो पावर इन्डेक्स पनि डिफ्रेन्ट छ है। जस्तै कि अब इन्डेक्समा फल आएको कारण के छ भने रिसेन्टली आएको आइपिओ हाइड्रो धेरै छ होइन, एउटा पनि त्यसमा सेलिङ आइरहेको छ। अर्को भने लो क्याप हाइड्रो पावर जुन एकदमै पम्प भएको थियो होइन, तिनीहरूमा जस्टिफाइड रेटहरूमा पुग्न लागेको छ अहिलेको लेभलमा आएर चाहिँ। त्यसले ठिकै हो, यो फल पनि त्यस्तो नराम्रो चाहिँ होइन। ओभरअल स्ट्रङ हाइड्रो जस्तै कि पावर तिनीहरूले त आफ्नो लोन मेन्टेनै गरेर बसिरहेको छ, हाइड्रो इन्डेक्स जति खसे नि होइन। त्यसैले एकदमै कन्फ्युजन पनि होला है नयाँ लगानीकर्ताहरूलाई। तर स्टेबल हाम्रो जुन राम्रो हाइड्रो पावर जुन लो रेटमा एकदमै स्टेबलै भएर बसिरहेको छ। जुन चाहिने भन्दा बढी पम्प आएको एउटा स्क्यान्डलै भनौँ न होइन, हाम्रो ओभरअल आइपिओहरूको स्क्यान्डल तपाईँको 200 रुपियाँको पर्ने किताहरू ओभरअल 1000 2000 पुऱ्याइदिरहेको छ। अब त्यसमा फल आउने नर्मलै हो एकदमै। अनि अर्को भने जुन लो क्याप हाइड्रो पावर तपाईँको 200 रुपियाँमा पाउनुपर्ने आएर तपाईँको 2-3 हजारमा समेत पनि छ है, 4-5 हजार पनि छ, अझै नभएको पनि होइन। तिनीहरूमा फल आउनु पनि एकदमै स्वाभाविकै हो। त्यसैले त्यस्तो नराम्रो पनि छैन, नेप्से राम्रै छ है। अलिकति बोरिङ चाहिँ छ, हेर्न लायक चाहिँ छैन नेप्से, त्यो चाहिँ हो नै। ठिकै छ, अब बोरिङ भने अब फेरि आउने दिनमा एकदमै इन्ट्रेस्टिङ मार्केट आउँछ नै होइन। जहिले पनि एउटै त भइराख्दैन, पृथ्वी गोलो हो होइन। कहिले समर आउँछ, कहिले विन्टर आउँछ होइन। त्यस्तै अनुसार हाम्रो नेप्सेमा पनि त्यही हुन्छ, कहिले बेयर आउँछ, कहिले बुल आउँछ, कहिले साइडवेज आउँछ होइन। अब एकदमै झ्याउलाग्दो मार्केट स्टार्ट भएको पनि 3-4 महिना भइसक्यो होला है। ओभरअल तपाईँको कति भयो अब वैशाख जेठ 100 डेज भनौँ न, ठ्याक्कै हाम्रो नयाँ सरकारको स्टार्टिङ डेजदेखि त्यस्तो भएको हो नि त। सो उहाँहरूको हिजो अस्ति 100 डेज पुग्यो भने 101 डेज जस्तो भयो अलिकति झ्याउलाको मार्केट। तर ओभरअल एन्डिङ हुन्छ है, अब छिट्टै एन्डिङ हुन्छ। यो हप्ता एउटा कन्टिन्यू होला होइन। ओभरअल हाम्रो अब असार मसान्तको सेलिङ भनेर पनि मान्छेहरूले अलिकति प्यानिक हुने गर्छ, तर ओभरअल सकिसक्यो है। मसान्तहरूको सेलिङ सकिने नै टाइम भइसक्यो अहिलेसम्ममा। र अब सेलिङ गरेर पनि त्यस्तो सेलिङ आउने ठाउँमा पनि छैन कुनै पनि कम्पनीहरू है, आइपिओहरू बाहेक, आइपिओ र लो क्यापहरू हाइड्रो बाहेक। धेरै त्यो कम्पनी बाहेक अरू कम्पनीहरूलाई किन्नेको लागि हेर्न सक्नुहुन्छ। जस्तै कि इन्सुरेन्सहरूमा छ आइजिआई, एचएलआईहरू त बटम लेभलमै पुगिसक्यो। हाइड्रोमा पनि होइन, अप्पर, पिएचएल, एचडिएसबिसी यिनीहरू सबै बटम, न्यादी होइन, तिनीहरू सबै बटम लेभलमै छ। फाइनेन्सहरू त म्याक्सिमम् बटम लेभल, माइक्रो फाइनेन्स पनि बटम लेभल। त्यसैले सबै इन्डेक्सै बटम लेभलमा छ होइन, ब्याङ्किङ पनि बटम लेभलमै। सो फल आउनुपर्ने भनेको यहीँ रिसेन्टमा आएको आइपिओहरू र अर्को भनेको तपाईँको लो क्याप हाइड्रो पावर छ, तिनीहरूमा आइरहेको छ। सो यिनीहरूको पनि बटम लेभलतिर पुग्दाखेरि मार्केटले फेरि एउटा उछाल दिइहाल्छ। त्यो लेभलमा जति झ्याउलागेर यो फल आएको, जस्तो कि तपाईँले यो अब 3 months 4 months लाएर फल आएको होइन, तपाईँको 2 weeksमै यो सबै फलहरू कभर गरिदिन्छ। एउटा र्याली मात्रै आउनुपर्छ, जस्तै कि यस्तो एउटा र्याली मात्रै आयो नि सब कभर हुन्छ। त्यसैले त्यस्तो प्यानिक पनि हुनु पर्दैन है। त्यसैले आजको लागि चाहिँ हामी एन्ड गर्छौँ यही भिडियो। एकदमै धैर्य भएर मार्केटमा चल्नु होला है। यो लेभलमा आएर सबै टिका लगाएर बेच्ने कामहरू चाहिँ नगर्नु। हामी अब डेली भिडियो अनुसार, अब नामै डेली भिडियो छ, हामी डेली आउने पनि प्रयास गर्छौँ है। अस्तिसम्म चाहिँ अलिकति ग्याप भइरहेको थियो, हाम्रो कामहरू पनि भइरहेको थियो, त्यसैले पनि अब चाहिँ एभ्रिडे आउँछु। सो तपाईँहरूको लागि केही स्टकको बारे कमेन्ट गर्नु छ अथवा नेप्सेको बारे केही बुझ्नु छ भने पनि हाम्रो कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ, हामी रिप्लाई दिइहाल्छौँ। अथवा भोलिको भिडियोमा पनि हामी आएर यस्तै कमेन्ट भिडियोमै बनाइदिउँ तपाईँहरूको स्टकको एनालाइसिसहरू। अर तपाईँहरूलाई केही क्लासहरू लिने मन छ भने पनि हाम्रो क्लासहरू प्रोभाइड गरिरहेको छ है। एभ्री मन्थै गर्छौँ हामी, बेसिक पनि गर्छौँ, एडभान्स लेभलको पनि गर्छौँ, इलिटको पनि गर्छौँ, सबै नै गरेर हुन्छौँ। त्यसैले इच्छा छ भने हाम्रो वाट्सएप नम्बर यहीँ डिस्क्रिप्सनमा छ, त्यसमा मेसेज गर्न सक्नुहुन्छ। र अर्को भने हाम्रो ग्रुपहरू छ है, लिमिटेड सिटहरू हुन्छ, अहिले अलिकति खाली भएर आउनु सक्नुहुन्छ। हाम्रो सिटहरू चाहिँ एभाइलेबलै छ। ल यति भन्दैमा बिदा जान्छु। हजुरहरूलाई पनि सबैलाई जय नेपाल।